नमस्ते एभ्रिवान। आज म बनाउँदैछु चिकन बिरयानी। मैले चिकन बिरयानीको लागि चिकन धोएर सबै रेडी गरिसकेको छु। त्यसैले यसमा दही राखेर हल्दी पाउडर, चिकन मसला, त्यसै गरी ब्ल्याक पेपर आदि चम्मच राखेर म्यारिनेटको लागि तयारी गर्दैछु। म्यारिनेट गर्नको लागि चाहिने मरमसला म यसमा राख्न गइरहेको छु। यो हो अदुवा लसुनको पेस्ट। यो अदुवा लसुनको पेस्ट पछि जिरा पाउडर, धनियाँ पाउडर, रातो खुर्सानी पाउडर, त्यसै गरी म राख्दैछु गरम मसला। यो सबै मसलाहरू राखेर पिसेर राखेको छु मैले। यो 1 चम्मच राखेर म्यारिनेटको तयारी भइरहेको छ। अब यसलाई राम्रोसँग चलाएर म्यारिनेट गरेपछि कमसेकम मैले चाहिँ 2 घन्टा म्यारिनेट गर्न छोडिदिएको छु। म्यारिनेट भइसकेपछि यसलाई त्यस पछाडि मैले फेरि अर्को कराही लगाएर प्याजको लागि रोस्ट प्याज गर्दैछु। यो हो रोस्टेड प्याज। अब हामी 2 घन्टा पछाडि चिकन बिरयानीको तयारीमा छौँ। यसमा कराही लगाएँ, चिकन राखेँ, त्यसपछि मैले राइस लगाएको छु। राइस देख्नु होला, राइस चाहिँ मैले पहिल्यै बोइल गरेर राखेको थिएँ। त्यही बोइल राइस नै यसमा राखेको छु। अघि रोस्टेड गरेको हाम्रो प्याज हो यो ओनियन। अब यो ओनियन राखेपछि फेरि त्यसको माथिबाट पनि म राइस राख्नेछु। ओनियन राम्रोसँग राखेपछि फ्राइड ओनियन हो। त्यस पछाडि हामीले चिकन बिरयानीमा अन्डा पनि खाने भनेर अन्डा पनि राखेको छौँ। यो फुड कलर। यदि फुड कलर चाहिँ अप्सनल हो, हजुरहरूलाई मन पर्दैन भने नराख्दा पनि हुन्छ। कलरको लागि मात्रै मैले राखेको हो। खासमा स्वास्थ्यको लागि त त्यति राम्रो कुरा होइन। त्यस्तै गरी अब म यसले ढोकेर आफ्टर 2 आवर्स 2 घन्टा म एकदमै सानो आँचमा सानो आगोमा पकाउनेछु। अब हाम्रो खाने तयारी भयो। यस्तो मिठो छ, यस्तो राम्रो छ। हामी सबैजना फ्यामिली बसेर इन्जोय गर्दैछौँ। यहाँ थाल सकिसक्यो। यो